ल साथीहरू पशुपति चाहिँ यस्तो छ है यो खोला साइड हेर्नु त तल बाटो छ क्या खोला हाइट 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 के गरेको ओ मंकी हेलो मंकी ल साथीहरू यो बागमती खोला यो चाहिँ कस्तो काठमाडौँ होइन जस्तो टाइपको देखिन्छ नि यहाँबाट तर यो चाहिँ पशुपतिको माथिल्लोपट्टि जङ्गल है यो चाहिँ कस्तो डरलाग्दो जङ्गल रहेछ हौ यहाँ त आम्मामा ल बुढाबुढी आएको बाँदरै रहेछ यहाँ हो यो मंकी बेबी हेलो 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 बेबी अब यहाँ माथि यहाँनिर चाहिँ एउटा मृगहरू जरायोहरू पाउने ठाउँ सन्चै नभएर बिस्कुट किनिदिनु पर्थ्यो यो चाहिँ राष्ट्रिय निकुञ्ज है पशुपतिको राष्ट्रिय निकुञ्ज आम्मामा तल त्यो खोलातिर हेर त कस्तो अजिब देख्छ त यहाँ कता बिहेको बाजा पनि बज्छ भरे आउँदा चाहिँ यो डाँडाबाट आउनुपर्छ क्या हो यो पछाडि ल हेर साथीहरू पशुपतिको दृश्य जङ्गलको दृश्य यस्तो घनासान जङ्गल छ है अचम्मै लाग्दो पो रहेछ त यहाँ त ओइ ल कस्तो डरै लाग्दो यहाँबाट चाहिँ काठमाडौँ पनि यता देख्दो रहेछ है ल चिप्लेर लड्यो भने चाहिँ एकैचोटि तल फेरि म चाहिँ फेरि एकजना कोही साथमा छ भने चाहिँ नाच्ने गाउने उफ्रिहाल्ने मान्छे हो क्या त्यही पनि कोही पनि नभएको बेलामा है मान्छे छ भने त आज जङ्गलमा पशुपतिमा बिहे रहेछ त्यहाँ मान्छे जलाइरहेको छ त्यहीँ बिहे छ ल एभ्रिवान सबैजना साथीहरू हेर्दै रहनु होला हजुरहरूलाई आजको हाम्रो ब्लग चाहिँ पशुपतिको जङ्गलको अर्थात् अब यहाँ सबै चिज कन्टिन्यू आउने नै छ हेर्न नछुटाउनु होला है हाम्रो मुकबाङ भिडियोमा चाहिँ आज चाहिँ हामी बुढाबुढी चाहिँ मेरो छुट्टी थियो होइन सरर बाहिर जाने क्रम बाहिर होइन घुम्न आएको के भन्छ मलाई खासै न पर्फेक्टली स्पिक डोन्ट वरी म्यान आफ्टर लङ टाइम सी भिडियो रेकर्डिङ लङ टाइम सी यस्तो जङ्गलबाट हिँड्दैछौँ हामी ल है यस्तो जङ्गल हिँड्दैछौँ यताबाट चाहिँ बाटो ब्लक रहेछ ल यो त के हो भाइ ल आयो चन्द्रमुखीलाई गाडीमा गाडी लाग्छ भनेपछि अनि मैले चाहिँ यस्तो बाटो लिएर आउँछु क्या ल शुभकामना हरे कस्तो हो यो बाटो चाहिँ ल कहाँ जाने हो यो बाटो त अहिले त तल निस्किनु रहेछ त खोलामै अब यताबाट बार्दैछ नि त बाटो सिधै तल खोलामा निस्किने बनाइदिएछ ल ओहो बाटो छैन क्या हो
हामी निस्किनु पर्ने थियो यतातिर बाटो मङ्की त्यो हेर्दैछु हेलो 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 अहिले What happened, man? Sorry. Yeah, कस्तो फन्नी रहेछ मैले भाग चला भनेको त्यसै डरायो भने चाहिँ भाउ चुप लाग्छ आउनु डराउनु हुन्न के ऊ जङ्गलै भरि छ यार यिनीहरूले घाँस खाँदो रहेछ नि त ऊ मङ्की ल साथीहरू हेर्दै रहनु होला अहिले चाहिँ हामी पशुपति आइपुग्न लाग्यो यहाँनिर बाटो चाहिँ माथिबाट डाँडाबाट थियो अहिले खोलाबाट डाइरेक्ट बनाइदिएको रहेछ यी मङ्कीहरू हेर्न सक्नुहुन्छ है यिनीहरूलाई चलायो भने चाहिँ एट्याक गर्न आउने रहेछ त्यही भएर चलाउन ओहो ल कहाँ आइपुग्यो हामी त हट आऊ छ भन्छु खानी नि अब उता एकछिन बोका यो ढुङ्गाहरू हेर्नु त एउटै ढुङ्गा कत्रो छ क्या यहाँनिर ल यो ढुङ्गा एउटै हो है त्यो बेलाकोमा त्यसै यस्तो चर्चामा आएको चर्चा